हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ छ एकदमै बिग अनाउन्समेन्ट बिकज मेरो आउँदैछ कार ब्रान्ड न्यू होइन, सोरुमबाट किनेको होइन त्यो चाहिँ मैले भनिदिइसकेँ हजुरहरूलाई। सो बाबा र गोकर्ण सर मतलब मेरो बाबा पढाउने मतलब सँगै के टिचर मतलब त्यस्तो उहाँ भन्न आउनु नि त। अनि चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ पुरै सफाइ मोड थियो, फेरि बाबा गइहाल्नु भयो। यहाँबाट पाइप यहाँबाट निस्किन्छ, यहाँ पनि सफा गरेर अब हामीहरू पहिला बस्ने ठाउँ चाहिँ मिस गर्नेछौँ बिकज यो पुरै ठाउँ ओगटिने छ होइन गाइजहरू। सो गाइज हाम्रो चाहिँ अब चाहिँ एउटा भेहिकल थपेर हुन्छ, 5वटा भेहिकल यिनीहरू हो, किनभने मेरो साइकल, बाबाको बाइक, मम्मीको स्कुटी, भाइको साइकल माथि आउँछ कार, भाइको साइकल चाहिँ माथि राखिदिन्छ किनभने प्रायः चलाउँदैनन् क्या भाइले साइकल। बट म त भर्खरै चलाएर आएको साइकल गाइजहरू, हालत हेर्नु। अनि गाइजहरू अब आउँदैछ अनि हेर्नु सक्नुहुन्छ मेरो कार अब 3 अब आउँदै हुनुहुन्छ गाइजहरू। त्यहाँ छ कार अब चाहिँ आई थिङ्क ठुलै छ होला नि, मलाई थाहा छैन गाइज। सो अब हेरौँ, मैले कहिले पनि ग्रिन कलरको कार देखेन र मेरो कार चाहिँ ग्रिन कलरको हो। यो देख्नुहुन्छ वातावरणमा एउटा प्रभाव परिरहेको त्यहाँ काट्ने कार्यक्रमले। ल्याउन त अलिक गाह्रै हुन्छ बिकज हाम्रो टोल चाहिँ इत्रु हो, इत्रु हो अनि कार चाहिँ अलिक ठुलै हो होइन। तर टोलमा चाहिँ ल्याउन चाहिँ अलिक डिफिकल्टी चाहिँ फेस गर्नुपर्छ। अब चाहिँ आउँदैछ है त गाडीहरू, वा चाहिँ त्यो टर्निङमा हेर्दै हुनुहुन्छ के हुँदैछ होइन गाइजहरू। धेरै नै टाइम लाग्छ यो टर्निङबाट आउन चाहिँ। अनि मम्मी भित्र, भाइ भित्र, म चाहिँ फेरि एक्साइटमेन्टले बाहिर। सो गाइज किन हो आउँदै आएन है त, म त वहीँ हेर्न जान्छु यार गाइज, ल्याउनु यत्रो कुरेर बस्छ र होइन गाइजहरू। लेट्स गो। यो रहेछ भ्लगमा नदेख्यो क्या गाइजहरू, आउँदै है त होइन गाइज। एक्साइटमेन्ट भइरहेको हजुरहरूले देख्नु भन्दाखेरि म देख्नु होला भने अब देखिहाल्नुहुन्छ बिकज आउँदैछ। अब चाहिँ यहाँ चाहिँ अब चाहिँ आउँदैछ, यु क्यान सी चाहिँ बाबाले इन्फर्म गरेको किनभने बाबालाई थाहा थिएन मैले भ्लग बनाउँदैछु भनेर। अनि अब गाइजहरू यस्तो खुसी भइरहेको, आफ्नै कार अब जतै घुम्न गइदिनु भयो। ल बाबाको एन्ट्री गाइजहरू, ए भाइको एन्ट्री देख्न सक्नुहुन्छ गाइजहरू। इन्तखेरि जेरी गाइजहरू, भाइ हेलो भनिदियो भाइ, हेलो हेलो भन्दैन, हेलो हेलो कता टोलाइ कार आयो हाम्रो भन्दैन, ए भन्दैन के गाइजहरू। क्यान सी बाबा भाइलाई फेरि जानको एक्साइटमेन्ट हो क्या गाइजहरू। भाइ खुसी हो क्या, भाइ तल जाने है, तल नो एकछिनै गाइजहरू, भाइले सम्हाल्न पर्छ। सो गाइजहरू भाइ र म, भाइ त ध्यान दिएर हेरे खान् गाइजहरू। हाम्रो कार गाइजहरू के भयो यहाँ गाइजहरू, पछाडिबाट आउँदैछ गाइजहरू। आरामबाटी ध्यान दिएर हेरिरहनु मम्मी। छोडिदियो भाइले, छोड के भइसक्यो होला, के भयो
अब हेर्दै हुनुहुन्छ काम मिलाउँदै हुनुहुन्छ किनभने यो छिर्न अलिक इम्पोसिबल टाइपको भयो त्यही नि होइन अनि चाहिँ भाइ चाहिँ यहाँ भाइको हेर्नुहोस् झर्ने एक्साइटमेन्ट सक्नुहुन्छ गाइजहरू ए आराममा हेलो भन्दै हो आउँछ जस्तो ह गाइजहरू आउँछ जस्तो आउँछ जस्तो ह आउँछ जस्तो आउँछ 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 भगवान् क्रस ह्यान्ड्स गर्दै बस्नुहोस् है गाइजहरू आए हुन्छ आए हुन्छ आए हुन्छ अनि बाबा चाहिँ उस गर्दै हुन्छ कि यता आउनु भनेर पुरै इन्स्ट्रक्ट गर्दै हुनुहुन्छ अनि रिटेन्सी अब यो 5th वेक हो हाम्रो गाइजहरू 5th गाइजहरू जान्छ अझै त्यही मैले भनेको समृद्धि दिदी भन्नुहुन्छ देखिन होला हेलो हेलो समृद्धि दिदी भ्लग बनाउँदैछु हेलो भन्दिनँ एकदम टेन्सनको माहौल हो क्रस ह्यान्ड एकदमै टेन्सनको माहौल हो यो त गाइजहरू छिरेन भने त मेरो त जानै जान्छ यार यत्रो एक्साइटमेन्ट भइरहेको थियो नयाँ कार आउँछ भनेर नयाँ ब्रान्डिङ होइन त्यति मैले भनिदिइसकेँ है पहिलेदेखि सुरुमै यी समृद्धि दिदी त पुरा केलिँदैन रसिका दिदी भाइभित्र छन् गाइजहरू हेरौँ के भयो हजुरहरूलाई म चाहिँ छड्के देखाउँदैछु यता छ होइन गाइजहरू छड्के देखाउँदा फेरि चाहिँ उता मिल्दैन झन् उता खाली छैन यार घर बनाएको रे गाइजहरू टेन्सनको माहौल छ छिरेन भने मेरो जानै जान्छ होइन हाम्रो चाहिँ यस्तो छ गाडी गाइजहरू अनि म चाहिँ यहाँ टेन्सनमा अनि मलाई गाइजहरू आई कान्ट एक्सप्रेस के मेरो साइकल बाइक स्कुटी भाइको साइकल गरेर लास्टमा एउटा